स्याटरडेको रिफ्रेसमेन्ट कसलाई मनपर्छ, परेवा उडाउन, चिया खाना, यस्तै यस्तै गर्न कसलाई मनपर्छ कमेन्ट गर्नु होला। हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु अनदर भिडियो। र आज हामी गएको छौँ परेवा उडाउँदै उडाउँदै गुहेश्वरी मन्दिरको पछाडिपट्टि। र म यहाँलाई मैले भनि नै रहेको छु, हामी सधैँ प्रायः जसो चाहिँ गुहेश्वरी मन्दिरको पछाडिपट्टि गइ नै रहेको हुन्छौँ यसो रिफ्रेसमेन्ट, किनभने हाम्रो घरको नजिकै पनि हुन्छ र अलिकति मन शान्त जस्तो पनि फिल हुन्छ नि त। हेर्नु न, म आफै हावामा उडिरहेको जस्तो फिल भइरहेको छ यहाँ चाहिँ। एकदमै मलाई यो बचपना चाहिँ लिएर एकदमै धेरै मनपर्छ। एकजनाले भन्नुहुन्थ्यो कि पागलपनमा जति आनन्द चाहिँ केहीमा छैन रे भनेर। त्यही भएर यो जस्तो जति सानो बन्यो त्यसको चाहिँ खुसी चाहिँ फेरि छुट्टै नै फिल हुन्छ होइन। त्यसपछि हामी गयौँ एउटा कटिङ चिया खानालाई, हामी 3 जना र कटिङ चिया खाँदै खाँदै जाँदा बिचमा चाहिँ बहिनीले ल बुमरेङ गरौँ न एउटा एउटा चियालाई, एकदम मिठो चिया रहेछ यसलाई पनि इन्जोय गरौँ भनेर चाहिँ हामीले एउटा बुमरेङ जस्तो गऱ्यौँ। त्यसपछि मैले फेरि बहिनीलाई सोधेँ चिया कस्तो लागिरहेछ, बहिनीले भन्दैछ अँ मिठो छ दिदी, एकदमै मिठो लागिरहेछ, आँखा सन्काउँदै भनिरहेछ। त्यसपछि मैले हस्बेन्डलाई सोधेँ, उहाँले पनि एकदम मिठो छ भन्नु। त्यसपछि पालो आयो मेरो, मैले खाएको थिएन, वाउ मिठो रहेछ। म चाहिँ फेरि एकदम मिठो मानेर मुख सड्काइ सड्काइ खान्छु। त्यसपछि हामी पागलपन लिएर आउँदै बचपना लिएर आउँदै हामी यसरी चाहिँ नाच्दै नाच्दै हिँड्यौँ, एकदम रमाइलो। मेरो चाहिँ मेरो भिडियोहरू खिच्नलाई चाहिँ मैले यहाँ पालो हामीले यसरी खिचिरहेको थियौँ। हस्बेन्डलाई भन्दै थिएँ मैले, ऊ साली बहिनी यसरी हिँडिरहेको छन् रमाउँदै रमाउँदै। त्यसपछि बहिनीले मलाई सिङ्गल एउटा भिडियो बनाउनु पर्यो पुलमा भन्न थाली। त्यसपछि फेरि यहाँ बनायौँ हामीले, ऊ एकदम खुसी भइरहेको छ। त्यसपछि अब म चाहिँ किन नगर्ने भनेर फेरि म पनि त्यस्तै गरेर हिँड्न थालेँ। त्यसपछि हामी घर फर्क्यौँ। बाटोमा एकदमै धेरै चिसो भएको थियो, नाकबाट एकदम चिसो पसिरहेको जस्तो भएर मैले चाहिँ अलिकति मुख पनि छोप्दै छोप्दै यसरी हामी फर्क्यौँ। थ्याङ्क यू सो मच।